यदि तपाईँ साँच्चीकै पावरफुल बन्न चाहनुहुन्छ भने यी 3वटा साइकोलोजिकल टेक्निकलाई अप्लाई गरेर हेर्नुहोस्। नम्बर 1, जब तपाईँ मानिसहरूसँग हुँदाखेरि मोबाइल चलाउन बन्द गरिदिनुहोस्। अहिले हामीलाई सोच्दाखेरि सामान्य लाग्छ, मान्छेहरूले कुराकानी गरिरहँदाखेरि हामी मोबाइल चलाइरहेका हुन्छौँ, तर वास्तविकता के हो भने हामी बिस्तारै बिस्तारै मोबाइल फोनप्रति यति धेरै एडिक्ट भइसकेका छौँ कि मान्छेहरूलाई डाइरेक्टली फेस गर्नका लागि हामीलाई कठिन हुन थाल्दछ। मान्छेहरूले भनेको कुराहरूमा हामी अप टु डेट नभइकन कहिले पनि रेस्पोन्स गर्न सक्दैनौँ नि। हो, हामी मोबाइल फोनको युज टु भइसकेका छौँ। भोलिका दिनमा कसैसँग पनि वान अन वान कन्भर्सेसनमा तपाईँले फेस गर्नु पर्यो भने तपाईँलाई जति गाह्रो अरू कसैलाई हुँदैन, किनकि हामी भित्रबाट विक हुँदै गइरहेका छौँ। नम्बर 2, तपाईँ कुनै पनि रिलेसनसिपमा इन्भेस्ट गर्दै हुनुहुन्छ, त्यसमा सुरुवात गर्दै हुनुहुन्छ भने समय दिनुहोस् आफूलाई। मान्छेलाई चिन्नका लागि, त्यो फ्रेन्डसिप होस् या रिलेसनसिप, हरेक कुराका लागि पनि, त्यो आफ्नो बेस्ट फ्रेन्ड्स होस् या गर्लफ्रेन्ड होस्, नबुझिकन नसोचिकन अलिकति लङ टर्मलाई